हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। म चाहिँ यहाँ सन्चै छु। तपाईँहरूलाई कस्तो छ आशा गर्दछु तपाईँहरू पनि सन्चै हुनुहुन्छ। अब म चाहिँ बदाम भुटेर खान लाग्छु। यहाँ यसलाई के भन्छन् मम्मी? मम्मी यसलाई के भन्छन् के? हगल्टो? यसलाई के भन्छन् भन्नु न छिटो। के भन्छन् साथीहरू? म यसलाई के भन्छन् नेपालीबाट थाहै छैन, आफ्नो चौधरी भाषाबाट मात्रै थाहा पाउँछु। अब यसमा हाल्छु म बदाम। यसमा हाल्ने बदाम हाल्ने, यसलाई भुट्छु अनि भुटेर खाने हो। गाइस मैले भुटिसकेँ, अब यसलाई खान्छु। अरू पाक्दैछ, अरू भुटेर सकियो। खानु लाग्छु। यो घरकै बदाम हो साथीहरू, यो घरकै बदाम हो गाइस। यसले आफैले रोपेको अर्ग्यानिक प्योर। गाइस अब हाम्रो नास्ता चाहिँ भयो। अब हामी जान लाग्छौँ दौरा गर्न, वनमा जान लाग्छौँ दौरा गर्न। गाइस हामी चाहिँ वनमा पुग्यौँ। म त्यहाँबाट छिरे हेर्नुहोस्, बोल्ने भन्ने जस्तो लाग्थ्यो। सबले भारी पुगाल्यो। म चाहिँ यही 3टा दौरा गरेको छु। यही 3टा हुन्। कतिखेर भारी पुगाउँला म त थाहै छैन। यही 3टा मात्रै गरेको छु। छिटो छिटो गर्छु दौरा गीत बजाउँदै। यहाँ कारा बिग्रेछ, खुलाउनु लाग्छ। गाइस हामी चाहिँ अब म चाहिँ भारी बोकिले, मम्मीहरू पछाडि पछाडि आउन लाग्छन्। जस्तो धोभा छ नि, गु र मुठसँगै निस्किने जस्तो भएको छ धौले। आजै त भर्खर आधी बाटो पुग्यौँ, कतिखेर पुग्ने हो घर र भर्खर खोलामा पुग्न लाग्छौँ। यस्तो लास्टै धौ भइहाल्छ गाइस। रहर लागेर आयो हामी दौरा गर्न पनि। मम्मीले नाना भन्न लाग्नु लाग्यो। म झन् रहर लागेर आयो हामी, लास्टै धो भएको छ गाइस। हड्डी पनि भाँचिने जस्तो भएको, फाटेको बोक्दा बोक्दै यहाँ हैरान भएको। हाटिनु झन् कस्तरी जाने हो? यस्तो छ बाटो, कस्तरी जाने हो? खोला पुग्न लाग्छौँ गाइस, खोला पुग्न लाग्छौँ गाइस। खोला पुग्यौँ, खोला पुग्यौँ। अब मेरो चाहिँ यो ढिक उठ्नेछ, लामो यो ढिक उठ्नेछ। कस्तरी उठ्ने हो? कतिखेर पुगौँला घर? पानी तिर्खाले मर्नु लाग्यो। केही नखाएर आएको, बिहानै आएको 11 बजीको। कस्तरी उठ्ने हो ढिक? त्यहाँ पारासम्म छ गाइस। गुवाइगयो, घाँटी भाँचिगयो, मर्नै भइसक्यो। माता रुम के भएको छ। गाइस अब म चाहिँ खान्छु भात। रेडी भयो खानालाई, अब खान्छु। लास्टै भोक लागेको छ। गाइस यहाँ हामी टाइम पास गर्न यहाँ तास खेल्न आएको थियौँ। मेरो हालत अब रुने जस्तो भइहाल्छ। सबै पैसा हारिले, यिनी गडाहरू हुन्, सब पैसा खाइदिने मेरा। अब बर्बाद भइहाल्छ गाइस। तास खेल्न लाग्छौँ, म त बर्बाद भएँ गाइस। 100 रुपियाँ हारिले अब रुँदै घर जाने होला। के गर्छ अब? गाइस हामी चाहिँ कसको बिहामा आछौँ।
सबले मासु भात खान लाग्छौँ सबले खान लाग्छौँ गाइस कसको बिहा थाहा छैन फेरि भात दिले अब खान्छ मस्तले